नमस्कार। आम नेपाल टेलिभिजन हेरेर बस्नुभएका सम्पूर्ण दर्शकबिनहरूलाई म लिना डङ्गोलको तर्फबाट यहाँहरूलाई स्वागत गर्दछु। आजको प्रोग्राममा हामीले हाम्रो अतिथि हुनुहुन्छ हेयर ड्रेसरलाई हामीले निम्त्याएका छौँ। उहाँ हुनुहुन्छ डिजी लेप्चाज्यू। उहाँले आफ्नो कामलाई काम मात्र नभनेर उहाँले आफ्नो कामलाई चाहिँ एउटा कला भनेर भन्नुहुन्छ। उहाँको कलालाई चाहिँ आज कलाकारितामा प्रस्तुत गर्नुभएको छ। आउनुहोस् उहाँलाई स्वागत गरौँ। नमस्कार। नमस्कार मिस लिना डङ्गोलज्यूलाई, साथै आम दृष्टि नेपाली च्यानल साथै आम नेपाली च्यानललाई पनि म धन्यवाद दिन चाहन्छु र उहाँहरूले मलाई यो एउटा शुभ अवसर दिनुभएको छ। आज यहाँ आएर कस्तो फिल भइरहेछ हजुरलाई? एकदमै यो कस्तो हो भन्दाखेरि म्याम भन्नुपर्दा यो एउटा ड्रिम कम्स ट्रु भन्ने जस्तै एउटा भइरहेको छ। किन भन्दाखेरि यसरी सोसियल मिडियामा त हामी पहिल्यैदेखि थियौँ, तरै पनि यसरी टेलिभिजन मार्फत यसरी आफ्नो परिचय दिन पाउँदाखेरि म टेलिभिजन च्यानललाई पनि साथै एकदमै खुसी महसुस गरिरहेको छु। हजुर, अनि साथै अब आज यहाँ आउँदाखेरि चाहिँ कस्तो फिल भयो हजुरलाई? कति उत्साहित हुनुहुन्थ्यो? बिहानदेखि के गर्नुभयो? यो कुरा चाहिँ के हो भन्दाखेरि जस्तै यहाँनिर च्यानल मार्फतबाट चाहिँ सुजन तिमल सिन्हा सरले मलाई भन्नुभयो, सर तपाईँलाई पनि एउटा टेलिभिजन मार्फत तपाईँ पनि आउनुपर्छ भनेर भन्नुभयो। मतलब जुन दिन उहाँले भन्नुभयो द डे वानदेखि नै म चाहिँ एकदम एक्साइटेड थिएँ र उहाँले भन्नुभएको थियो मलाई तपाईँलाई कल पनि गरेको थियो, रिसिभ भएन भनेर। तर नेक्स्ट टाइममा फेरि सरले मलाई नम्बर दिएर यहाँ म्याडमको मार्फतबाट मैले मेसेज रिसिभ गर्न पाएँ र म एकदमै एक्साइटेड थिएँ कहिले हुन्छ होला भनेर। र म्यामले ठिकै मेसेज गर्नुभयो र वेडनेसडेको दिन चाहिँ हामी भेट्नेछौँ भनेर भन्नुभयो। म एकदमै एक्साइटेड छु म्याम। अनि तपाईँको यो इन्टरभ्यू पहिलोचोटि हो? कतै पनि दिनुभएको छ? यो यसरी टिभी मार्फत चाहिँ यो मेरो पहिलो इन्टरभ्यू हो। सोसियल मिडियाहरूबाट चाहिँ अब धेरै भइ नै बसेको हो, इन्स्टाग्राम भयो, टिकटक भयो, तर टिभी च्यानल मार्फत चाहिँ मेरो पहिलोचोटि हो। अनि इन्स्टाग्राममा फेसबुकमा कतिको फलोवर्सहरू हुनुहुन्छ? इन्स्टाग्राम र टिकटकहरू धेरै नै राम्रो छ। धेरैजनाले नै इन्स्टाग्राम र टिकटकबाट चिनिरहनु भएको छ र नेपालमै आएरै मैले इन्स्टाग्राम पनि स्टार्ट गरेको हो, साथै टिकटक पनि स्टार्ट गरेको हो। धेरै राम्रो फलोवर्सहरू र धेरै राम्रो भ्युजहरू भइरहेको छ। सम्पूर्णलाई म धन्यवाद नै भन्न चाहन्छु यो च्यानल मार्फतबाट। अब हजुरको चाहिँ सानो परिचय दिनुहोस् न। हजुर कहाँ बस्नुहुन्छ, के गर्नुहुन्छ, तपाईँको कार्य के हो? हजुर यही सबै सानोतिनो परिचयहरू दिनुभयो हाम्रो दर्शकहरूलाई। ओके, मेरो एक्चुअल नाम चाहिँ हो डिग्नोल लेप्चा र प्रायः चाहिँ सबैले मलाई सोसियल मिडिया थ्रु साथै मलाई डिजी लेप्चा भनेर चिन्नु हुन्छ सबैले, डिजी लेप्चा भनेर। मेरो एक्चुअल तपाईँको लोगो पनि ड्रेस र टोपीमा डिजी नै देखिरहेको छु। सधैँ यसरी नै लाउनुहुन्छ? हजुर, म प्रायः चाहिँ यो टी सर्टहरू चाहिँ फाल्टु टी सर्टहरू मैले पर्चेस गरे पनि मैले लोगोहरू चाहिँ आफ्नै क्रिएट गरेर लाउँछु, ताकि मलाई चाहिँ एकदम खुसी लाग्छ आफ्नै लोगोको लाउनु र आफ्नै नाम भएको टी सर्ट, आफ्नै नाम भएको क्यापहरू लाउनु। ड्रेसहरू चाहिँ प्रायः म टी सर्ट क्यापहरू चाहिँ आफ्नै लोगोलाई प्रिन्ट गरेर गर्ने गर्छु। यो लोगो पनि मैले आफै क्रिएट गरेको हो, डिजाइनहरू चाहिँ। अनि हजुरको बाल्यकाल चाहिँ कताबाट सुरु भयो? मेरो एक्चुअलमा खास मेरो घर चाहिँ दार्जिलिङ हो। पहिला चाहिँ हाम्रो दार्जिलिङ डिस्ट्रिक्टमा पर्थ्यो, तर दार्जिलिङ डिस्ट्रिक्ट चाहिँ डिभाइड भएर चाहिँ अहिले मेरो घर चाहिँ कालिम्पोङ डिस्ट्रिक्टमा पर्छ। र कालिम्पोङ डिस्ट्रिक्टको पनि एकदम भन्नुपर्दा चाहिँ एकदम दुर्गम क्षेत्र, त्यो चाहिँ 45 नम्बर समष्टिमा पर्छ। त्यो चाहिँ लास्ट समष्टि पनि लास्ट हो। त्यो ठाउँको नाम चाहिँ हो तोदे ताङता, जहाँबाट चाहिँ म बिलङ गर्छु। र हाम्रो प्लेस चाहिँ एकदमै इन्डियाको एकदमै लास्ट प्लेस हो। त्यहाँदेखि उता चाहिँ हाम्रो भुटान पर्छ, मास्तिर चाहिँ चाइनाको बोर्डरले कभर गरेको छ र एकदमै लास्ट एरियामै पर्छ। एकदमै भिलेज एरिया हो त्यो चाहिँ, एकदम सुनसान एरिया अनि एकदमै भिलेज एरिया हो। त्यो ठाउँबाट चाहिँ म बिलङ गर्छु। अनि हजुर चाहिँ सानोमा कस्तो हुनुहुन्थ्यो? धेरै चकचके हुनुहुन्थ्यो या ज्ञानी हुनुहुन्थ्यो? मम्मी बुवाहरू घरमा कतिजना हुनुहुन्छ? परिवारमा को हुनुहुन्छ? ओके, सानोमा चाहिँ के थियो भन्दाखेरि बस्तीको ठाउँ, एकदमै भिलेज ठाउँ, स्कुलहरू
जान आउनु पनि 1 घण्टा 1.5 घण्टा हिँडेर आउनुपर्ने, अवत जवत गर्नुपर्ने। अब गाडी घोडाको त्यति साह्रो असुविस्ता थियो, तर साधनहरू त्यहाँनिर केही पनि हुन्थेन। मैले एकदमै टोटली मेरो दिमाग हुँदाखेरिको मैले याद भएको भन्दाखेरि हाम्रोमा 2009 र 2010 देखि चाहिँ टोटली गाडीको रोड एकदमै पक्का गाडीको रोड, साथै इलेक्ट्रिक बिजुलीहरू चाहिँ त्यति बेलादेखि चाहिँ आएको हो। र बाल्यकाल चाहिँ हाम्रो चाहिँ मेरो चाहिँ धिब्री बत्ती र क्यान्डल ल्याम्पहरूमै मेरो चाहिँ बितेको हो बाल्यकाल चाहिँ। ए भनेपछि 2008-9 देखि नै बिजुली बत्ती आएको? हजुर, 2009 र 10 देखि चाहिँ टोटली बिजुली बत्तीहरू, गाडीको रोडहरू पनि एकदम पक्का रोडहरू पनि चाहिँ त्यति बेलादेखि चाहिँ हाम्रो ठाउँमा चाहिँ आएको हो। अनि यातायातको सुविधाहरू चाहिँ के कस्तो छ त्यहाँ? यातायातको सुविस्ता भन्नुपर्दा चाहिँ हामीले अब मलाई पक्का दिमाग हुँदाखेरि चाहिँ कालिम्पोङ जानु पर्यो भने चाहिँ राति चाहिँ घरबाट चाहिँ 2-3 बजी चाहिँ पुल्ठो बालेर तोडा बालेर तल एउटा प्यारेन्ट भन्ने ठाउँ थियो, त्यहाँसम्म चाहिँ 3-4 घण्टा चाहिँ हिँडेर आउनु पर्ने। अनि त्यहाँ चाहिँ एउटा सरकारी बस लाग्थ्यो, अनि त्यो बसमा चढेर चाहिँ फेरि हामी कालिम्पोङ भन्ने टाउनहरू आउनु पर्यो भने चाहिँ त्यसरी आउनु पर्थ्यो। भनेपछि धेरै नै अप्ठ्यारोका दिनहरू मतलब बित्यो तपाईँको? एकदमै अप्ठ्यारो थियो, यहाँसम्म आइपुग्नको लागि चाहिँ एकदमै सङ्घर्ष थियो, एकदमै अप्ठ्यारो थियो र प्रेसरहरू पनि धेरै थियो। किन भन्दाखेरि हाम्रो गाउँ ठाउँमा के थियो भन्दाखेरि कमाइको साधनहरू त्यति थिएन। त्यहाँको मेन अकुपेसन भनेको अलैँची, कार्डमम, बिग कार्डममको थियो। अनि त्योहरू बिस्तारै बिस्तारै मासिँदै गएपछि त्यहाँ गाउँबाट सबै मान्छेहरू बाहिर विदेश त के अब बाहिर ठाउँहरूतिर सहरहरूतिर काम गर्न जाने। र मलाई चाहिँ सानैदेखि के प्रेसर थियो भन्दाखेरि चाहिँ प्रेसर भन्दा पनि एउटा इच्छा चाहिँ के थियो भन्दा चाहिँ फौजीमा जाने, फौजीमा लाग्नुपर्छ र फौजीमा लागेपछि चाहिँ लाइफ एकदम सहज हुन्छ, एकदमै लाइफ चिल पाडाको हुन्छ भन्ने एउटा सोचाइ र एउटा दिमाग चाहिँ थियो। र धेरैपल्ट कोसिस पनि गरियो, धेरै भर्नाहरूतिर पनि ट्राई गर्यो, तर आफूलाई यतातिर जोडिएको रहेछ, त्यसै कारणले गर्दा लाखौँ कोसिस गर्दा पनि हुन सकेन। अनि हजुरको ड्याडी पनि फौजीमा हुनुहुन्थ्यो? हजुर, मेरो ड्याडी पनि पहिला फौजमै हुनुहुन्थ्यो र उहाँहरूको फ्यामिली अब त्यो फौजमा भएको कारणले गर्दाखेरि ड्याडी पहिला फौजमा केही समयहरू बिताउनु भएको कारणले गर्दाखेरि मेरो पनि, तर ड्याडीको कारणले चाहिँ होइन, म चाहिँ मेरो सोच चाहिँ के थियो, म फौजी नै हुन्छु भन्ने। सानैदेखि अलिकति एक्टिभ पनि थिएँ, यसो रनिङ सनिङहरू पनि गरिहाल्ने, अलिकति छाटो खालकै थिएँ, त्यही भएर चाहिँ। कतिको ट्रेनिङ पनि लिनुभयो त फौजीको? फौजीको ट्रेनिङ भन्दाखेरि चाहिँ अब बिहान उठ्ने कुद्ने, अब बस्तीमा त स्कुल जानै अब 2-3 घण्टा हिँडेर जानु पर्ने, आउन 2-3 घण्टा ब्याग बोकेर त्यही अब बस्तीतिर यताउता जाने, खेताला पातहरू गर्ने, सबै कुरा गर्ने, अनि जिउहरू फिटै हुन्थ्यो। अनि फौजी नै प्र्याक्टिस भइहाल्यो। हजुर, त्यति नै प्र्याक्टिस भइहाल्थ्यो। अनि अरू कुनै एक्सर्साइजहरू फौजीमा हुन्छ नि विशेष खालको, अब त्यसैको लागि गर्ने भन्ने कुनै कसरतहरू या व्यायामहरू त्यस्तो केही गर्नुभयो कि भएन? त्यस्तो कसरतहरू भन्दा चाहिँ अब गेम्सहरू खेलिन्थ्यो, फुटबलहरू खेलिन्थ्यो। अब उकालो ओह्रालो तल माथि गरी बस्दाखेरि जिउ शरीरलाई स्टामिनाहरू त्यतिकै भइहाल्थ्यो। अनि फौजीमा जाँदा रनिङ सनिङमा जाँदाखेरि छट्टै छिरिहालिन्थ्यो। कति वर्षको हुनुहुन्थ्यो त? म यस्तै 16-17 वर्षहरू, अब 18 वर्ष। 16-17 वर्ष हुँदा पनि तपाईँ गाउँमै हुनुहुन्थ्यो? हजुर, गाउँमै थिएँ। अनि तपाईँको पढाइ चाहिँ कतिसम्म क्लियर भयो गाउँमा? पढाइ चाहिँ अब मैले अहिलेसम्म सबैले भन्नुहुन्छ धेरै पढेको होला भनेर भन्नुहुन्छ, तर मेरो पढाइ चाहिँ मैले त्यति साह्रो चाहिँ मैले माथि लेभलसम्म चाहिँ मैले हायर लेभलसम्म चाहिँ कम्प्लिट गर्न सकिनँ। त्यही हो म्याम। त्यतिखेर त तपाईँ लौडेमा जाने भनेर खुबै अब अगाडि बढ्ने कोसिस गरिराख्नु भएको थियो नि त। अब दिल्ली गएपछि चाहिँ तपाईँ लौडेमै ट्राई गर्ने हो कि अन्तै काम गर्ने हो, त्यो सोच आइरहेको थियो तपाईँलाई? मैले लौडेमा चाहिँ मैले 17-18 वर्षको उमेरमा धेरै प्रयास गरेँ, धेरै भर्तीहरू पनि ट्राई गरेँ। अनि नभएको खण्डमा चाहिँ कहिले गएर मेडिकलमा रोक्ने, कहिले गएर त्यहाँनिर घुसपेसहरूको कुराहरू हुने। अनि त्यो कुराहरू हुँदै गर्दा चाहिँ अब आफूलाई के लाग्यो भन्दाखेरि चाहिँ एउटा हरेसपना हुन्छ नि, अब लाखौँ कोसिस गरेर पनि नहुने रहेछ, अब चाहिँ नगर्नै पर्यो भनेर मैले त्यो कुरालाई चाहिँ साइडमा लगाएर चाहिँ अब चाहिँ म परदेशै लाग्नुपर्छ भन्ने हिसाबले चाहिँ म परदेशमा लागेँ। परदेश गइसकेपछिको सङ्घर्षहरू कस्तो थियो हजुरको? दिल्लीमा गयो, होटेलमा काम थियो, होटेलमा काम गर्नुपर्ने सबै कुरा। अब हामी इन्डियामै बसे तापनि हाम्रो पहिचान चाहिँ के थियो भन्दाखेरि चाहिँ त्यहाँको मान्छेहरूले भन्दाखेरि तुम लोग नेपाल से हे भनेर भन्थ्यो।
हाम्रो पहिचान के थियो भन्दाखेरि हामी नेपालको मान्छे हो, नेपाली हो भन्ने पहिचान चाहिँ हाम्रो उहाँहरूले अलरेडी भन्थ्यो। उहाँहरूलाई हामीले हाम्रो आइडेन्टिटी कार्डहरू देखाइबस्ने पनि अब सम्भव हुँदैन थियो। म यहाँको हो यो को भनेर वार्तालाप गरिबस्ने पनि हुँदैन थियो। तर इन्डियामै बसे तापनि धेरै दुःख चाहिँ हामीले भोगिरहनु पर्थ्यो। किन भन्दाखेरि हाम्रो फेसले गर्दाखेरि अब नेपाली हो, फेसले गर्दाखेरि टाढैदेखि हेर्दा नेपाली हो भनेर उहाँहरूले अहिले पनि फिलहाल अहिले पनि त्यही चलनहरू चलि हजुर धेरै नै हेपाइसहनु पर्ने र अहिले पनि चलन त्यही चलिरहेको छ। तुम लोग नेपाल से हे भनेर भन्ने कुराहरू भइरहेकै हुन्छ। र दिल्लीमा गएर होटेलमा काम गर्यो। देन आफ्टर दिल्लीदेखिको मेरो यात्रा थियो बेङ्गलोर। बेङ्गलोरमा चाहिँ मेरो दाजु एकजना कजन ब्रदर हुनुहुन्थ्यो र उहाँले मलाई बोलाउनु भयो र त्यहाँ गएर होटेलमै काम गरिने हो। त होटेलमा काम गरिसकेपछि अब होटेलको काम थाहा छँदैछ, मेरो एजुकेसन त्यति ठुलो थिएन। होटेलमा त्यही हो अब भन्नु पर्दाखेरि सबै कुरा झाडु पोचादेखि लिएर प्लेट स्लेट उठाउनुदेखि लिएर धुनु सुन्नुदेखि लिएर सबै कुरा गर्नुपर्ने थियो। त्यो गरेको मार्फत पनि त्यहाँदेखि हामीले भनेको जस्तो हामीले त्यहाँ पाउनु पर्ने अब इज्जत पाउनु पर्ने कुनै पनि कुरा हामीले पाउँदैन थियौँ। देन आफ्टर म गोवा गएँ। गोवामा गएर चाहिँ मैले 2 वर्ष बिताएँ फेरि यो होटेल इन्डस्ट्रीमै। देन आफ्टर चाहिँ मैले सोचेँ कि अब होटेल इन्डस्ट्रीमा नहुने रहेछ। त्यहाँदेखि चाहिँ मैले स्लोली यो हेयर ड्रेसिङपट्टि चाहिँ मैले 2007हरूतिरदेखि चाहिँ म हेयर ड्रेसिङपट्टि चाहिँ बिस्तारै साथीहरूलाई देखेर कतिजना दाजुको भाउजूहरूलाई देखेर उहाँहरू पहिल्यैदेखि सेलुन लाइनमा पार्लर सेक्टरमा हुनुहुन्थ्यो। भाउजूहरू आफ्नो भाउजूहरू हजुर मेरो कजन भाउजूहरू चाहिँ उहाँ पार्लरमा हुनुहुन्थ्यो र पार्लरको कामहरू त्यति बेला अब केटाले पार्लरको काम गर्ने भनेपछि चाहिँ अब त्यो अर्कै दृष्टिकोण पनि थियो। त्यो सोच चाहिँ कसरी आयो कि तपाईँले चाहिँ म पार्लरतिरै जान्छु यो मेरो लागि पर्फेक्ट हो भन्ने सोच कसरी आयो त तपाईँलाई? ओके, त्यसमा चाहिँ के थियो भन्दाखेरि चाहिँ म पार्लरमै काम सिक्छु भन्ने चाहिँ मेरो सोचाइ चाहिँ थिएन। अनि त्यहाँनिर म बेङ्गलोरमा बस्दा रहँदा चाहिँ त्यहाँ मेरो दाजुले मेरो कजन दाजु अनि भाउजूहरूले भन्नुभयो अब तिमी यसो यङ पनि छौ अहिले यो पार्लर लाइनमा लाग्यो भने चाहिँ धेरै राम्रो लाइफ हुन्छ, एकपल्ट ट्राई गर भनेर भन्नुभयो। र दाजु र भाउजूको कुराहरू काट्न नसक्दा चलो लागि हेरौँ के छ र अब यत्रो त गयो ल कोर्स गरी हेरौँ ट्रेनिङ गरी हेरौँ भनेर चाहिँ मैले कोर्सपट्टि चाहिँ मैले लागेँ। कोर्स गर्दाखेरि हेयर ड्रेसरको कोर्स गर्नुभयो कि पार्लर सम्बन्धी ब्युटी सम्बन्धी गर्नुभयो? मैले चाहिँ पहिला जस्तो लागेँ त्यस्तै मैले चाहिँ हेयर ड्रेसरपट्टि नै लागेँ। यो हेयर कट गर्ने भयो, कलरिङ गर्ने भयो, ब्युटी सम्बन्धीपट्टि चाहिँ म गइनँ र हेयरपट्टि नै लागेँ। तर कोर्स गर्दै गर्दा चाहिँ कस्तो बित्यो भन्दा चाहिँ त्यो क्लासमा जाने आउने त्यो भित्रबाट चाहिँ म यही गर्छु भन्ने इच्छा चाहिँ थिएन एकदमै जाने आउने क्रममा थियो। त्यही 6 महिनाको कोर्स थियो। बेङ्गलोरमा बसेर रमाइलो हुने, साथीभाइहरू भेट्ने, यता गयो उता गयो घुम्यो आयो। तर एन्ड अफ द डे कोर्स सकिँदाखेरि चाहिँ केही पनि भएन। लाहो कोर्स त सक्यो त मैले त केही पनि सिकेको रहेछु भन्ने भयो। किन भन्दाखेरि म आफैले त्यहाँनिर ध्यान पनि दिइनँ। हजुर त्यही अब मैले ध्यान पनि दिन सकिनँ राम्रोसितले। त्यति बेला यङ एज भएर पनि होला अब आफूले यही गर्नुपर्छ भन्ने कुरालाई मैले सोचिनँ पनि। र बिस्तारै बिस्तारै यो क्रममा अगाडि बढ्दै जाँदाखेरि कोर्स सकेपछि ल अब काम गर्नुपर्छ भन्ने एउटा मान्छेको दिमाग आयो। सबैले भन्यो काम गर्न। काममा लागेपछि पनि त्यति बेला स्यालेरी थियो होला 2009हरूतिर 3000 रुपियाँ, इन्डियाको 3000 रुपियाँहरूदेखि मैले स्टार्टिङ गरेँ। र स्टार्टिङ गरेर पहिला केसहरू काट्नु होइन, त्यही हेयरवासहरू गर्नु सिकाउनु, हेयरवासहरू गरिदिनु, त्यो हेयरवास बेसिनहरू सफा गर्नु, प्रडक्टहरू सफा गर्नु, त्यहीहरू गर्दै गर्दै अगाडि क्रममा गएँ। र मेरो लास्टमा सोचाइ आयो होइन अब म यो लाइनमा लागिसकेपछि चाहिँ त्यति बेला के थियो भन्दा चाहिँ कति साथीभाइहरूले कति आफूभन्दा सिनियरहरूको हेपाइहरू सहँदाखेरि, कति आउने मान्छेहरूको हेपाइहरू सहँदाखेरि पनि मैले के निर्णय गरेँ भन्दा चाहिँ होइन अब म यो लाइनमा लागिसकेपछि यसको चाहिँ टुप्पो चाहिँ कहाँ छ, यहाँसम्म चाहिँ म पुग्नै पर्छ। किन भन्दा म यो लागिसकेपछि चाहिँ अब म योपट्टि चाहिँ म पुग्नै पर्छ। हुन त म सानैदेखिको त्यो स्किलफुल मान्छे पनि होइन, मैले कुनै एउटा स्किल गर्ने मैले एकदमै पुरा ट्यालेन्टेड मान्छे पनि होइन। म सानैदेखि अब झटपट एउटा ठाउँमा बस्न नसक्ने मान्छे हो। तर मैले साथीभाइहरूले 2-4 शब्द नमिठो भन्दाखेरि, आफूभन्दा सिनियरहरूले 2-4 शब्द नमिठो भन्दाखेरि चाहिँ त्यो कुराहरूलाई चाहिँ मैले मनमा लिएर होइन अब चाहिँ मैले यो कुरालाई चाहिँ पार ल्याउनै पर्छ भन्ने हिसाबले चाहिँ म हजुर त्यहाँदेखि चाहिँ म अघि बढ्दै गएँ।
र आजको दिनमा म यहाँनिर यसरी तपाईँसित बोल्ने मौका पाइरहेको छु। अनि दार्जिलिङबाट हजुर इन्डिया हुँदै मतलब दिल्ली यो बेङ्गलोर हुँदै काठमाडौँ आउने क्रम चाहिँ कसरी भयो तपाईँको? अच्छा, एकदमै यो चाहिँ इन्ट्रेस्टिङ छ। अनि म्यामले पनि सोध्नुभयो र सिलगढीमा मैले त्यसरी गर्दाखेरि लकडाउनहरू भयो र काठमाडौँमा आउने क्रममा चाहिँ काठमाडौँमा एकजना सर हुनुहुन्थ्यो, उहाँको नाम चाहिँ हो प्रहलाद वर्मा सर। र उहाँले चाहिँ मलाई, उहाँको चाहिँ दरबार मार्गमा त्यति बेला सेलुन थियो, हेयरपट भन्ने सेलुन थियो, र उहाँले मलाई त्यहाँनिर बोलाउनु भयो, आउनुहोस् रिजी सर तपाईँ यहाँनिर गर्नुहोस् भनेर। आएर मैले त्यहाँनिर केही महिना काम गरेँ। केही महिना काम गर्दाखेरि कतिवटा उहाँको पनि आफ्नै पर्सनल प्रब्लमहरू थियो अनि मेरो पनि आफ्नै पर्सनल प्रब्लमहरूको कारणले गर्दाखेरि हामी कन्टिन्यू गर्न सकिएनौँ त्यहाँनिर। तर जे होस् उहाँले मलाई एउटा प्लेटफर्म दिनुभयो। देन आफ्टर म फेरि त्यहाँ दरबार मार्गदेखि चाहिँ उता ललितपुरको एउटा ठाउँमा गएँ। त्यहाँ चाहिँ मेरै एकजना दार्जिलिङको दाइले एउटा सेलुन खोल्नु भएको थियो, सानो बडेको सेलुन खोल्नु भएको थियो। उहाँको नाम चाहिँ हो विशाल राई। अनि त्यहाँ गएर म केही समयसम्म मैले त्यहाँनिर काम गरेँ। आफू सर्भाइभ गरिरहेको थिएँ त्यो टाइममा काठमाडौँमा। मलाई कसैले पनि चिन्थेन, न मेरो सोसियल मिडिया थियो, न इन्स्टाग्राम, न टिकटक, न फेसबुक, केही थिएन। म एउटा जिरो मान्छे, केही न केही थिएँ। अनि म त्यहाँ गएर एउटा काम गरिरहँदाखेरि चाहिँ एउटा दुईजना म्यामहरूसित मैले भेट्ने मौका पाएँ। र दुईजना म्यामको नाम चाहिँ थियो, एकजना थियो सीता म्याम, अर्को थियो एउटा अलिसा म्याम भन्ने। उहाँहरूले भन्नुभयो सर तपाईँले हामीलाई यो काम सिकाइदिनुहोस् न भनेर भन्नुभयो। अब उहाँहरूले मलाई के हेरेर विश्वास गर्नुभयो होइन, उहाँहरूले मलाई यो काम सिकाइदिनुहोस् भनेर भन्नुभयो। अब आउनुपर्ने थियो ललितपुरदेखिको टोका, ललितपुरदेखिको म आउनु पर्ने थियो टोकामा काम सिकाउनको लागि। ल त ठिकै छ नि त, के छ सिकाउन त भनेर मैले नेपालमा दुईजना स्टुडेन्टदेखि स्टार्ट गरेँ। तपाईँको फर्स्ट स्टुडेन्ट उहाँ नै हुनुहुन्छ? फर्स्ट स्टुडेन्ट चाहिँ उहाँ सीता म्याम, सीता न्युपाने म्याम र अलिसा चौधरी म्याम हुनुहुन्थ्यो। र उहाँहरूसित चाहिँ एकजना म्याम अझै जोडिनु भयो। उहाँको म्याम चाहिँ त्यो नाम चाहिँ थियो पार्वती म्याम। उहाँ चाहिँ तीनजना, मतलब मैले काठमाडौँमा चाहिँ फर्स्ट स्टुडेन्ट चाहिँ मैले तीनजना स्टुडेन्टदेखि चाहिँ मैले स्टार्ट गरेँ। र उहाँहरूले मलाई एउटा विश्वास गर्नुभयो। के हेरेर विश्वास गर्नुभयो अहिले उहाँहरूले पनि अब अहिले देखिरहनु भएको छ, जानिरहनु भएको छ। र उहाँहरूलाई सिकाउने क्रममा सिकाउँदै जाँदा उहाँहरूले धेरै ज्ञानहरू पाउनुभयो। र त्यहाँनिर भएको एकजना पार्वती म्यामको थ्रुबाट चाहिँ मैले अहिले जहाँ म काम गरिरहेको छु, जसले मलाई प्लेटफर्म दिनुभयो, त्यो अफिससम्म उहाँले मलाई पुर्याउनु भयो। त्यो चाहिँ हो न्यू आइटिसी गङ्गुमा रहेको छ। अनि उहाँ चाहिँ म्याम हुनुहुन्थ्यो उमा श्रेष्ठ म्याम। र पहिलो दिनमा म इन्टरभ्यू जस्तो ट्रायल जस्तोमा उहाँतिर जाँदाखेरि उहाँहरूले यसो मलाई हेर्नु भएर पनि पत्याउनु भएन, के गर्छ के भन्ने एउटा सोच हुनुभयो। एक त म दार्जिलिङको पढेँ, एक त म नेपालको भएन, दार्जिलिङको पढेँ। र उहाँहरूले भन्नुभयो, र पनि उहाँहरूले स्टुडेन्ट 10जना स्टुडेन्ट भेला गरिरहनु भएको रहेछ। र त्यहाँनिर गएर मैले देखाउनु पर्ने, मैले हेयरकट गरेर ब्लो ड्राई गरेर देखाउनु पर्ने। अनि त्यहाँ गएर अब फर्स्ट टाइम हो, त्यत्रो मान्छेको ठाउँमा मान्छे थियो, सबैजना ब्युटिसियन म्यामहरू हुनुहुन्थ्यो। फर्स्ट टाइम भन्दाखेरि तपाईँको मान्छेहरू चाहिँ कति, 10जना? हजुर, 10जना चाहिँ उहाँहरूले भेला गरेर राख्नु भएको थियो, जो चाहिँ मैले कस्तो काम गर्छ भनेर हेर्नु आउनु भएको। अब यदि त्यहाँनिर मैले दामी काम गरेर देखाएँ भने उहाँहरूले मलाई यस अपोइन्ट गर्ने, एज अ ट्रेनर, एज अ टिचर मलाई अपोइन्ट गर्ने। अब गरेन भने चलो ठिकै छ भन्ने हो। त पार्वती म्यामको थ्रुबाट मैले उमा श्रेष्ठ म्यामलाई भेटेँ र उहाँले मलाई त्यहाँनिर बोलाउनु भयो र मैले गरेर देखाएँ। र उहाँहरू सबैले यस वाउ दामी गर्नुभयो सर, तपाईँले दामी गर्नुहुँदो रहेछ भनेर त्यहाँदेखि कन्टिन्यू गरेँ मैले। र प्लेटफर्म चाहिँ मैले काठमाडौँमा पाएँ भन्दा चाहिँ यहाँनिर न्यू आइटिसी उमा श्रेष्ठ म्यामको थ्रुबाट चाहिँ मैले प्लेटफर्म पाएँ। र उहाँले मलाई त्यहाँ गर्दै रहँदाखेरि धेरै कुरामा सहायता गर्नुभयो। र उहाँले चाहिँ मलाई चाहिँ ब्लड रिलेसन नभए पनि एउटा भाइटिका चाहिँ उहाँले मलाई लगाउनुहुन्छ, एउटा साइनो उहाँले मलाई गाँच्नुभयो। र उहाँको हस्बेन्ड हाम्रो दिपेश पर्साईज्यू साथै फ्यामिली सबैले मलाई चाहिँ अहिले चाहिँ एउटा हेल्पै गर्नुहुन्छ र प्लेटफर्म दिनुभयो। अनि तपाईँको प्रेरणाको स्रोत चाहिँ उहाँ दुईजना हुनुहुन्छ? हजुर, काठमाडौँमा चाहिँ अब नेपालमा गर्नको लागि चाहिँ अब फर्स्टमा मलाई नेपाल ल्याउने हाम्रो प्रहलाद वर्मा सरज्यू, उहाँसित मैले कन्टिन्यू गर्न नसके तापनि नेपाल छिराउनु चाहिँ उहाँले मलाई छिराउनु भयो। र मलाई प्लेटफर्म दिनुभएको चाहिँ न्यू आइटिसी उमा श्रेष्ठ म्याम साथै उहाँको हस्बेन्ड। उहाँहरूले मेरो लागि एउटा ठुलो सेमिनारको पनि अर्गनाइज गरिदिनु भएको थियो त्यति बेला, जुन चाहिँ माथि गोदोलीमा भएको थियो, जहाँ चाहिँ 150 जना ब्युटिसियनहरू म्यामहरू आउनु भएको थियो। मैले सेमिनार गर्दाखेरि चाहिँ त्यो सेमिनारलाई एटेन्ड गर्नको लागि चाहिँ
भले मलाई कसैले चिन्दैन थियो चिन्दैन थियो र पनि उहाँहरू आइदिनु भयो त्यो चाहिँ उहाँको मार्फतबाट तपाईलाई चाहिँ विश्वास गरेर हजुर, उहाँहरूले हजुर। अगाडि राख्नु भयो हजुर 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 उहाँको विश्वास चाहिँ कायम भयो हजुर हजुर अनि तपाईले सेमिनारमा चाहिँ के चाहिँ देखाउनु भयो सेमिनारमा मैले यसो हेयरकट अनि ब्लो ड्राई गरेको देखाएँ अनि कतिवटा भिडियोहरू तीबाट टिकटक भिडियोहरू भाइरल भयो धेरै नै भाइरल भएर गयो अनि जतिजनाले लाइकहरू गरिदिनु भयो सेयरहरू गरिदिनु भयो तीबाट चाहिँ बिस्तारै बिस्तारै मैले सोसियल मिडियामा चाहिँ मैले यसरी प्लेटफर्म पाउँदै गएँ तपाईको टिकटक आइडी र इन्स्टाको आइडी हाम्रो दर्शकहरूलाई भनिदिनुहोस् न मेरो टिकटक आइडी इन्स्टाग्राम आइडी भन्दाखेरि चाहिँ अब यहीँनिर छ डिजी लेप्चा भनेर खोज्नुभयो भने यही लोगो भेटाउनुहुन्छ र यही नाम पनि भेटाउनुहुन्छ डिजी लेप्चा 1987 यो गर्नुभयो भने चाहिँ टिकटकमा पनि यही भेटाउनुहुन्छ सबै फेसबुकदेखि लिएर इन्स्टाग्राम सबैमा तपाईँहरूले यही लोगो भेटाउनुहुन्छ यही लोगो भेटाउनुहुन्छ